नमस्ते। फेब्रुअरी 14 यो दिन भन्ने बित्तिकै धेरैको मनमा चकलेट, गुलाब अनि प्रेमका कुराहरू आउँछन् हैन त? तर के यो दिनको कथा यति मात्रै हो त? जी होइन। यसको पछाडि त एउटा ठूलो विद्रोह, साहस अनि बलिदानको कहानी लुकेको छ। लाउनुहोस् आज हामी भ्यालेन्टाइन डेको त्यही नसुनेको रहस्यमय इतिहासको पाना पल्टाएर हेरौं। त्यसो भए प्रश्न उठ्छ, आखिर किन मनाइन्छ त भ्यालेन्टाइन डे? यो दिन यति विशेष किन छ? चकलेट र गुलाब त पछिका कुरा भए। यसको खास जरो, यसको वास्तविक कथा चाहिँ के हो त? ल, अब ढिला नगरौं, हामी सँगै मिलेर यही प्रश्नको जवाफ खोज्ने यात्रा सुरु गरिआनौं। ल, हाम्रो कथा सुरु हुन्छ धेरै धेरै वर्ष पहिलेको रोमन साम्राज्यबाट। कल्पना गर्नुहोस् त, एउटा यस्तो समय थियो जहाँ एक शक्तिशाली राजाले एउटा यस्तो कठोर आदेश जारी गर्यो कि प्रेममाथि नै प्रतिबन्ध लाग्यो। हो, सुन्दा अचम्म लाग्छ, तर यो साँचो हो। यो घटना हो प्राचीन रोमको, र यो आदेश दिने शासक थिए राजा क्लोडियस द्वितीय। उनको एउटा मात्र निर्णय, तर त्यसले हजारौं प्रेमी प्रेमिकाहरूको सपना चकनाचुर पार्दै थियो। अब राजा क्लोडियसको सोचाइ कस्तो थियो भने उनको विश्वास थियो कि अविवाहित सैनिकहरू नै सबैभन्दा राम्रा, सबैभन्दा खतरनाक योद्धा हुन्छन्। उनको तर्क के थियो भने विवाहले सैनिकलाई कमजोर बनाउँछ। किनकि उनीहरूको ध्यान युद्धबाट हटेर परिवारमा जान्छ। हो, यही अनौठो सोचाइका कारण उनले त्यो कठोर कदम चालेका थिए। अब हेर्नुस् त, अवस्था कस्तो भयो। एकातिर थियो राजाको त्यो कठोर आदेश, सैनिकहरूले बिहे गर्नै नपाउने, अनि अर्कोतिर थियो साधारण मानिसको मनमा फुलेको प्रेम र आफ्नो जीवनसाथीसँग एउटा सानो घरजम गर्ने सुन्दर सपना। दुईटा कुरा ठ्याक्कै बाजियो। तर एउटा कुरा के छ भने नि, जब कुनै नियमले मानवताकै बाटो छेक्न खोज्छ, तब कोही न कोही त विद्रोह गर्न अगाडि सर्छ नै। हो, हाम्रो यो कथामा पनि ठ्याक्क त्यस्तै भयो। र ती साहसी व्यक्ति थिए भ्यालेन्टाइन नामका एक पाद्री। उनको विश्वास एकदमै प्रष्ट थियो। प्रेम त ईश्वरको वरदान हो, यसमाथि कुनै राजा महाराजाको आदेश चल्न सक्दैन। हो, यही विश्वासका साथ उनले त्यो अन्यायपूर्ण कानूनलाई ठाडै चुनौती दिने हिम्मत गरे। उनको विद्रोह एकदमै साहसी तर गोप्य थियो। उनले के गरे त? पहिलो कुरा, उनले राजाको आदेशलाई वास्तै गरेनन्, ठाडै उल्लङ्घन गरे। अनि दोस्रो, उनले लुकीछिपी गोप्य रूपमा प्रेमी सैनिक जोडीहरूको विवाह गराइदिन थाले। उनको एउटै उद्देश्य थियो, प्रेमले हार्नु हुँदैन। तर यस्तो साहसी कदमको परिणाम सधैँ सोचे जस्तो हुँदैन। भ्यालेन्टाइनको यो विद्रोहले एउटा यस्तो मोड लियो, एउटा यस्तो घटनालाई जन्म दियो जसले उनलाई सधैँका लागि अमर बनाइदियो। आखिर कुरा लुकाएर कहाँ लुक्छ र? जब राजा क्लडियसलाई भ्यालेन्टाइनको यो गोप्य कामबारे थाहा भयो, उनी रिसले आगो भयो। अनि प्रेमको पक्ष लिएको अपराधमा भ्यालेन्टाइनलाई पक्राउ गरियो र सिधै मृत्युदण्डको सजाय सुनाइयो। हेर्नुस् त, कथा कहाँबाट कहाँ पुग्यो। एउटा सानो विद्रोहबाट सुरु भएको कहानी मृत्युदण्डको सजायसम्म आइपुग्यो, र फेब्रुअरी 14 को दिन, त्यो दिन उनको जीवनको अन्तिम दिन बन्यो। तर भनिन्छ, मृत्युदण्ड पाउनु ठिक अघि उनले जेलरकी छोरीलाई एउटा सानो पत्र पठाएका थिए, जसमा अन्त्यमा लेखिएको थियो, तिम्रो भ्यालेन्टाइनबाट। हो, यही अन्तिम सन्देशले इतिहास रचिदियो। हो, ठ्याक्कै त्यही अन्तिम प्रेम सन्देश। उनको त्यो अन्तिम कार्यको सम्झना र सम्मानमा आज संसारभरि यो दिनलाई प्रेम दिवसको रूपमा मनाइन्छ। यो दिन अब एउटा व्यक्तिको बलिदान र प्रेमको कहिल्यै नहार्ने भावनाको प्रतीक बनेको छ। कस्तो अचम्मको कुरा है! कुनै बेलाको एउटा विद्रोह आज संसारभरको उत्सव बनेको छ। यसले एउटा कुरा त प्रष्ट देखाउँछ, प्रेमको शक्ति जस्तोसुकै कठोर आदेश, जस्तोसुकै तानाशाही भन्दा पनि कैयौं गुणा बलियो हुन्छ। र सायद गुलाब र चकलेट भन्दा पनि गहिरो भ्यालेन्टाइन डेको वास्तविक सन्देश यही नै हो।